खतरनाक होस्टर त होइन तर मैले चाहिँ रमाइलो धेरै गराएको तपाईको इन्टरटेनमेन्ट गराएर मान्छेहरूलाई त्यो कोरोनाको टाइममा बिचरा सबै कोही चाहिँ अब घरमा थुनिएका थिए कोही कता त्यति बेला म एकदम के अब माइला दाइको लाइभ भनेर जापानमा केटा रेस्टुरेन्टमा छुटेर लाइन लगाएर अब माइला ठ्याक्क 9 बजे उति बेला त टाइम दियो नि त मेरो ठ्याक्क 9 बजे ड्युटी खतम भएपछि ट्याक्क आउँथेँ म टाइमिङले आउँथेँ के बे टाइमले म आउँदैन 9 बजे केटा लाइन लगाए माइला आउँदैन लाइन पुरा त्यो महाभारत आउँदाखेरि तपाईको टिभीमा त बिआर चोपडाको महाभारत सिरियल आउँदाखेरि जब टिभीमा लाइन लगाउँथे नि त्यस्तै मेरो त्यो टिकटक हेर्नलाई मान्छे लाइन लगाउँथे उति जापानको लागि त हो कि अब नेपालबाट हेरेन थाहा हुन तर जापानमा 2 लाख 1,25,000 नेपाली उनीहरूले टिकटक जापानका टिकटक चलाउन जति त सबैले हेरे जापानीले जापानमा 1,25,000 नेपाली छौँ हामी अझ बढी छौँ तपाईको फेरि जापानमै crazy guys but like you know what like it sounds a bit weird जापानमा like 1 लाख मान्छे is like माइला दाइ कोइलेबाट आगम सोध्नु कसैलाई जाने guys माइला दाइ टिकटकमा कहिले देखाउनु भएको यसो कमेन्ट डाउन बिलो यार अनि कोरोनाको टाइममा माइला दाइको भूमिका के थियो सोध्नुस् कतिलाई मैले चाहिँ टाइम पास गराए कतिलाई मर्नु कति डिप्रेसनबाट चाहिँ बाहिर आछन् तपाईको त्यस बेलामा हजुर मैले गराएको छु हजुर यहाँभन्दा त खतरा रेसिङदै गर्दा त्यति बेला त अहिले त के रिस एकछिन दाइको फोन पुरा फायर हुन्थ्यो उति बेला त म त हेर्नु पुरा त्यो मेरो रिस हेर्न भनेर चाहिँ आउँथ्यो केटाहरू मलाई ओ दाइ कस्तिर चिडिन्छन् कस्तिर रिसाउँछन् दाइ भनेर हेरेर बस्थ्यो त्यति बेला तर